पोल्छ हो साथी, पोल्छ बिस्तारो। अबको हाम्रो कार्यक्रम गरिएको यस कार्यक्रमलाई शान्तिपूर्ण ढङ्गले आयोजना गर्नु नै हाम्रो एउटा मूल लाभ रहेको यहाँहरू सम्पूर्णमा जानकारी गराउँछु। अब भने यस पोषसभालाई सम्बोधन गरिदिनु हुने हाम्रा महेशका जिल्ला अध्यक्ष देवीर शाह ठकुरेज्यूलाई हार्दिक अनुरोध गर्दछु। साथै यहीबाट म गौरव पनि गर्न चाहन्छु। सदस्य कमरेडहरू, झापा जिल्लाका नेतृत्व अध्यक्ष संयोजक कमरेड, पार्टीको विभिन्न तह र तबकामा रहनुहुने कमरेडहरू, यो विरोध सभाको आयोजना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने वाइसिएल का कमरेडहरू, विद्यार्थी अभिवादन। हामी यो केपी ओली जसको नेपालको इतिहासमा एउटा प्रतिगामी कदमको श्रृङ्खला नै छ, हामीले केही वर्ष अगाडि मात्रै ओर भत्सना गर्न चाहन्छौँ। केपी ओलीलाई हामी झापाली जनताले एकपल्ट बहुमत दिएर पनि यो राष्ट्रको नेतृत्व गर्न पठाएको इतिहास साँची छ, तर त्यही बहुमतको सरकारको विरुद्धमा फेरि झापाली जनता संघर्षको मैदानमा उत्रिएको पनि इतिहास हाम्रो अगाडि छ। र यो पल्ट हामी केपी ओलीलाई के भन्न चाहन्छौँ भने तपाईले आफ्नो च्यान्ड खन्ने कामको सुरुवात गर्नुभएको छ। यो पल्ट जुन कदम तपाईले अगाडि सार्नु, भ्रष्टाचारलाई संरक्षण गर्न बन्द गर, सेटीवालाको मिलावटमा मनपरी गर्न पाइँदैन, उज्यालो नेपालको अभियानलाई हटाउन पाइँदैन। केपी ओली मुर्दाबाद, भ्रष्ट सरकार मुर्दाबाद, नेपाल जिन्दाबाद, मान जनता जिन्दाबाद। न्याय प्रेमीहरू एक हौं, न्याय प्रेमीहरू एक हौं, विकृति विसङ्गतिको अन्त्य गरौँ, कुलमान घिसिङको पुनः
राजासँग पुनर्वादी गर राजावादीहरू होसियार राजावादीहरू होसियार भ्रष्ट सरकार मुर्दाबाद भ्रष्ट सरकार मुर्दाबाद धन्यवाद कमरेडहरू